विद्वान कालिदास एउटी महिलाको आँगनमा पुग्छन्। कालिदास, ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस् न। महिला, म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ, म अवश्य पानी दिन्छु। कालिदास, म यात्री हुँ। महिला, तिमी यात्री कसरी हुन सक्छौ? यात्री त केवल दुई मात्र छन्, सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ? कालिदास, म पाहुना हुँ। महिला, तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्, पहिलो धन र दोस्रो यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन, को हौ तिमी? कालिदास, म सहनशीलता हुँ। अब त पानी दिनुहोस्। महिला, नाइ, सहनशीलता त दुई मात्र छन्, पहिलो धरती, जो पापी धर्मात्मा सबैको बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नको भण्डार दिन्छिन्, अनि दोस्रो हो रुख, जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त, को हौ तिमी? कालिदास, म हठी हुँ। महिला, फेरि असत्य? हठी त दुई मात्र छन्, पहिलो नङ र दोस्रो केश, जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बोल, को हौ तिमी? कालिदास, आफूलाई अपमानित र पराजित महसुस गर्दछन्। कालिदास, म मूर्ख हुँ। महिला, होइन, तिमी मूर्ख कसरी हुन सक्छौ? मूर्ख त दुई मात्र छन्, पहिलो शासक, जो बिना योग्यता पनि सबैलाई शासन गर्न सक्छ, उसका सल्लाहकार, जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन्। उत्तर दिँदा दिँदा हैरान बनेका कालिदास केही बोल्नै नसक्ने भए। आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन्। म कालिदास हुँ। महिला, उठ कालिदास, खासमा म सरस्वती माता हुँ। आवाज सुनेर माथि हेर्दा त साक्षात्